खतरा सुपारी नि अटो सिधै बहन नसकेर खतरा बनाएको यिनले त घुँडामा नारायण सर हजुरको गीत आयो गरे यो क्यार्ने त्यसलाई खोइ त नि कि नाति भएको भयो त्यसपछि राम्रो देखिन्छ हो नि फेरि मलाई सिकाएन भन्ने चाहिँ किन होला अलिक कन्जुसी हो ठिक केलाई छैन कि देखेको छैन मोबाइलमा फोन शुद्ध उठाउन रे पनिर त ऊ बनाउने हो भरतपुरबाट काठमाडौँ आएन बाबु टमाटर नि छोडिएछन् हल्दी है हल्दी यो आगो बुकाउनु अलिअलि छ्याप्न ल भयो भयो आधी आधी गराएर एकैपल्ट टाउ गान्छु मलाई हाल्दै त धेरै एकैचोटि लगाइदिए फेरि त मलाई धेरै हाल्दै भने ल ल सक्यो अब पकाएर भन्नु त्यहाँ नि भयो थियो किने नआउने गरेर अनि स्यानी गाएका छ नि किने गाएका भन्छन् व्रत हुन्छ म त बिहा गर्न भन्नु पर्ला हुन्छ कति भन्नु भनेर लिएर आउँछु भनेको चिया पहिलेको चिया रहेछ म अहिले बनाउने हो तैँले बनाएको हुन्छ मैले माथि ल्याएर राखिदिएँ त्यो बेसार मात्र चाहियो है बेसार मात्र हाम्रो सेफहरू पसिनु भएको छ हाम्रो 1 नम्बर सेफ बाबु महेन्द्र बानी किशोर बाबु यहाँ पुलाउको लागि अर्को जग्गा त 10 बजी घर नम्बर होइन कि फेरि हुनु
संक्रान्तनेन अहिले हाल्दै भाइ चाहिने हाल्दै चाहिने कुकुरलाई राम्रोसँग पाल्नु ल धेरै आशा लाग्छ कसले पो बिच्छा त्यसले देखि पानी त्यहाँ नपर्नेलाई आँखा कन्काउँदै हुन्छ किन हो त्यहाँ नपर्नेलाई आँखा कन्काउँदैछ नि सजा दिए जस्तो भयो त देउरेले हैन के खाली देउरे देउरे छ चल्ने अनि यसो गर सीमान्त यता आऊ पछि जाने यो हटियो खतरे वर्ष पाइ यहाँ
खै अर्कोलाई त पहिल्यै छोप्सेछ बे त गर्नु पर्यो का अब बे गरिदिउँला भन्छु अरे सीमान्त अझ यता अरेवा हुन्थ्यो क्या अग्निलाई ढाक्ने हो का अग्नि ढाक्ने हो का यता आऊ त अलिक सीमान्त यहाँ अलि अरे आऊ हो त्यसरी सर हो त्यसरी ल भयो ल भयो भयो हो त्यसरी भएछ ल ठिक भएको छ बल्ल काला भैर मदन पानी गएका गजाधर वैद्यनाथ शिव शङ्कर चाँडी हरम क्या यहाँ देव मृता आज मगने मकावे सम्राट अब महाप्रसाद हातमा थाप्नु दे सबैले हात समाति थापिसके हरे अलि धेरै दिनु बाँड्नुहुन्छ अब महाप्रसाद दिएर भेटिन्छ हातमा हात अब एकचोटि हरे सदा संस्वादे मद्भूतं प्रिया इन्द्रश्च काम्यं शनि मेधामयः शेषागुंसः ल बसेर जल समात्नु हातमा जल समात कुमार ल थाप्नु जल समात बजिल्ला फेरि सेवाको सवाद ल हातमा जल समात कुमार ल हातमा जल समातिसक्नु बिरिञ्ची नारायण शङ्कर आत्मने उमासुदेव भ्यो कुलदेवता भ्यो कुलानी कुलदेवता भ्यो जलघरलाई नमस्कार गर्नु यो सुना पूजा गर्नुपर्छ ल सुनौतर हर्काएर हामी तीन ठाउँमा पूजा गर्नु यसो जल माग्नु अहिलेलाई नमस्कार गर्नु ल यसो पूजा गर्नु सुरु तीन ठाउँमा फुल राखेर ओम सुजा जमेगन्ध क्षेत्र पुष्पम आवाहनम समार्पयाम सर्वं देवेभ्यो नमः आवर्मण नवचेता हरे ओम आवर्मण यसो छोरा एकादो व्याधि महारथ जाय धन्य कामे निकामे गच्छे मनोफलवदन्ताम सर्वं देवेभ्यो नमः परमाजी ढल्काइदिनु सर्वं देवेभ्यो नमः गन्ध क्षेत्र पुष्पम अब तरे खुरे घेर्दा थाए यो कचौराको घिउ अलि थोरै बनाएर कुर्ची ल्याएर बस्यो नि कुर्ची ल्याएर खनाउने चिज कुर्चीमा बस्न पर्छ यो त उता छ नि कुर्ची ल्याएर भन्दै अब कुर्ची ल्याएर बस्छ चौकै लिएर बस्छ त बसा उता बस्छ कुर्ची नि प्याक छन् क्या यता पर खाना खाने हुन्छ बाबुले धनञ्जय गोत्र गङ्गाराम नाम सर्वणि धनञ्जय गोत्र मणिरन्द नाम सर्वणि साम्बो सदाशिव निमित्त भगवान शिवजीलाई छौ ब्राह्मण वचनात् परिपूर्ण वस्तु ब्राह्मणका वचनले सबै कार्य सम्पन्न हुन्छ अच्युताय नमः भैमा राख्नु नारायण भैमा राख्नु छोडिदिनु श्रीमन नारायण ल अब सेता समातेर घुम्न लाग्नु त ल खोइ घरका मान्छे ल यिनी अक्षता लिएर जानुहुन्छ ल समात सर्व चढाउँदै आउँदा होइन बाबु चढाउँदै जाउँछ
छर्दै छर्दै बिहान देवताहरू बोलाइयो अहिले आफ्ना आफ्ना स्थानमा जानु होला लक्ष्मीनारायण देवता भने एक गिरीमा रहनु होला अछुता आएन किन भाइ बाबाले जाऊ 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 के राख्नु पर्ने राखेर जा भित्र जानु जनै काना हाल्नु ए होइन के अरे ल भित्र लर मैनी हरिस्मरण आयेन वाचा मनसिन्द्रेर्वा बुद्ध्यात्मनो वा प्रकृते स्वभावा करोम्यते सकलं परस्मै नारायणेति समर्पयेत् यसो जल घुमाउनु यहाँबाट फुल निकाल्नु एउटा फुल जल्दी यसो गरेर आदि घुमाएर यहाँबाट हो फुल निकाल्नु यसरी आदि घुमाएर जसरी जसरी सकिन्छ त्यसरी बिहान बोलाएका देवता आफ्ना आफ्ना स्थानमा जानु होला लक्ष्मीनारायण फुल देवताले घरमा राख्नु होला भनेर फुल निकालेर शिरमा राख्नु नारायण भन्नु नारायण ल अब पहिला गर्ने गरी लाउनु टेस्टी बन्नु होला भगवानमा चढाए जग्गा जहाँ चढाए हो त्यहीँ चढाउने शिवजीमा चढाए सबै त मालिक शिवजी हुन् दीर्घायु भव सर्वदेवेभ्यो नमः नारायण समार्पयामि आयुष्मान दीर्घायु भव हो भिक्षा शिक्षा भइसक्यो तिलक लगाउने बेला भयो यो भिक्षाको त उपमा राखिदिनु त हो त भिक्षाको त डाला भाइ दुईटा डाला राखिन बरु दुईटा बनाएर ल होइन यसो भयो एउटा त एउटा राखिदिउँ यो अर्को थाहा राख्दिउँ एक कुन्टा राख है दुईटाले आफ्नो गुरुलाई पाल ल आफ्नो गुरु पाल एक कुन्टा है एउटा अलिकति टिकल भनेपछि अब यो पुण्य पात्र भयो के अरे अब कामले आउँदै जान्छ एकदम राम्रो गर्नुभएछ अब यो मौसमले गर्दा एकदम फास्ट गरेको राम्रो क्या एकदम हो मौसम यस्तो छ सबको बनायो भनेको जाने भयो के तारमा जानु उता घुमेर गयो होइन